त्यो सुरु गर्नलाई आज हामी टिकाउरा छौँ। पुष्परिङ सुरु गर्न आउँछ। बब्बल मजा आइरहेछ, चिसो पनि छ, फोटो एकदम डाग डाग आउँदैछ। चिसो नि धेरै चिसो छ। यति बुझ्नुहोस् उहाँलाई मजा आइरहेछ। सिद्धार्थमा छ अहिले कफी आइसक्यो हाम्रो। मलाई त हेभी आयो। सो अहिले चाहिँ हामी हाम्रो चिसापानीको पितमारीमा आइपुगेका छौँ। अनि हाम्रो यता गणेश भाइ छन्, यतातिर हाम्रो मनोज सर हुनुहुन्छ। म देखिनँ सर आज धेरै कालो भयो। हामीले जो कान्दा आन्दा आफै हान्नु लाग्नु हो। हेलो अनि मर्निङ सर। अहिले चाहिँ हामी दुलादुली वेट गरेर बसिरह हो। म त यतातिर हाम्रो छु सर, अनिल सर हुनुहुन्छ, हाम्रो आजको सिनेमाटोग्राफर, अनि हाम्रो आजको फोटोग्राफर, अनि म चाहिँ आजको बिहाइन्ड द सिन खिच्नेवाला मान्छे, अनि म लाइटम्यान पनि। अनि हाम्रो खासमा कुरा बिहानै आउने, बिहानदेखि सुट स्टार्ट गर्ने भन्ने कुरा भएको थियो, तर कपाल अलिकति धनगढीबाट आउनुपर्ने भएको हुनाले अलिक टाइम लगाउनु भयो। अनि अहिले आएर खाना खाँदै हुनुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ, हामी वेट गरेर बसिरहेछौँ। आज अति भन्दा नि अति जाडो छ, कुहिरो लागेर मौसम यस्तो चिसो छ। अब यता ब्याकग्राउन्ड पनि देखिरहेछ कुहिरो कुहिरो, अनि यतातिर पनि देखिरह होला माथि कुहिरो लागेको पुरै। अनि त्यसले गर्दाखेरि हामी चाहिँ अहिले एकदमै यो यस्तो मुख छोपेर बस्नुपर्ने अवस्था आएको छ। सो यही हो, आज धेरै दिनपछि च्यानलको पासवर्ड थाहा पाएर मैले भिडियो हाल्दैछु। यता हेर्नु, यो मौसम हेर्नु त। ओ माइ गॉड, हाम्रो पुलिस सर यहाँनिर टिकटक बनाइराख्नु भएको छ। प्रशान्त भाइ भर्खर पुगे। अब गणेश भाइ के छ हालखबर? दाइ एकदम चिसो चिसो छ यहाँ। ल जम गएर हाम्रो यो बिटिएस खिच्ने क्यामेरा है, यो हाम्रो सेकेन्ड अप्सनल क्यामेरा मात्रै हो। यो कहाँ सजिलो छ र काम गर्नलाई, बाटो यस्तो छ। अब फर्स्ट टेक लिन जाँदैछौँ हामी चाहिँ। अब यतातिर यस्तो छ अवस्था यहाँ। म आज यसरी खिच्ने हो, हेलमेट खोल्नेवाला छैन। यस्तो ठाउँमा पुग्नलाई यतिको मेहनत त गर्नै पर्छ। यति दुःख गरेर पुग्नलाई यति गाह्रो छ यहाँ। हामी यता माथि यताबाट आउनुपर्ने रहेछ कि, बाटो अगुवा नै गलत भयो कि। आउनु भयो ल, तपाईँले गलत बाटो ल्याउनु भयो नि त। अनि यताबाट यस्तो राम्रो बाटो थियो, रिग्रेट भयो कि नै भन्नु। अनि माथि त छ त। अनि सुकुनका नाम गाई छ बताउनु। ओके यहाँ चिसो धेरै भएर मैले सहर नसकेको। बसेर पनि हाम्रो यता रिल बन्दैछ। यता हुनुहुन्छ हाम्रो कपालहरू, अनि हाम्रो गणेश भाइले चाहिँ रिल खिच्दैछन्। अनि उसलाई पनि देखाऊ। यो लाइटम्यान हो, यहाँ चाहिँ यो लाइटम्यान। सो हामी चाहिँ अहिले हामीले एउटा राम्रो लोकेसन देख्यौँ यहाँनिर। हामीलाई त्यो खासमा पानीको सर्ट चाहिरहेको थियो, अनि अहिले चाहिँ हामी पानीवाला सर्ट हान्न गइरहेछौँ। बाटो यस्तो डेन्जर बहादुर छ, एकदम डेन्जरस, यस्तो गाह्रो छ यहाँ। ओ माई गॉड, यो हाम्रो पितमारी भन्ने ठाउँमा हामीले यस्तो दामी लोकेसन भेटाएको छु सर। ओ माई गॉड सर, हामीले भनेको वाला सर्ट ठ्याक्कै आउँछ यहाँनिर। ल म त माथिबाट हेरेर मलाई एकदम चित्त बुझेर अनि जाउँ भने हो कि मैले।
आराम से भाइ आराम से अब अहिले चाहिँ अब हामी रिटर्न जानु लाग्यो हाम्रो यहाँको सर्ट पनि भ्याइयो सक्ने होइन एक दुईवटा राम्रो राम्रो सर्ट आएछ अब चाहिँ हामी जान्छौँ सिधै पितमारीको मेन घरनिर अनि त्यसपछि चाहिँ सिधै हामी कर्णालीको पुल जान्छौँ मेरो भाइको यस्तो छ हालत कसैले लुट्देला भन्ने डर छ